मैले त सोचेको त्यो नयाँ सरकार आयो अब रोजगारी सिर्जना गर्छ। यो मुजी दुर्गेको काम छैन, यो मैले भने होइन, कमेन्टमा भनेको। यो मुजी दुर्गे फटा हो, यो पनि मैले भने होइन है, कमेन्टमा हेर्नुहोस्। यो मुजी भडुवा हो, यो पनि मैले भने होइन, कमेन्टमा भनेको छ है। किनभनेदेखि यो मान्छेको विश्वास कसले गर्ने, यो पनि मैले भने होइन, कमेन्टमा भनेको छ है। यो एकदम फटाको राजा हो, यसले आफ्नो ब्याङ्कको मिना गर्नलाई यसले मरिहत्या गरेको थियो जेनजी आन्दोलनमा प्रधानमन्त्री बन्न। यो पनि मेरो भनाइ होइन, कमेन्टको भनाइ हो। यो एकदम फटाको राजा हो, यसको कुरा कसैले नि नसुन्नु। यो सब कमेन्टमा आएको हो, कमेन्ट सरर पढ्नु होला यहाँ चाहिँ है। अब तपाईँहरू आफै मूल्याङ्कन गर्नु, किनभने नेपालमा अहिले यस्तै चलिरहेको छ। अब रोजगारी सिर्जना गर्छ, रोजगारी सिर्जना गर्छ, विदेशमा गएका युवाहरूलाई फर्काउँछ।